नमस्कार सबैजनालाई। तपाईहरू सबैलाई मेरो च्यानलमा हार्दिक स्वागत गर्दछु। आज म काठमाडौँको प्रसिद्ध बुढालिङ्गकण्ठ मन्दिर जाँदैछु। त्यहाँ भगवान विष्णुको विशाल मूर्ति रहेको छ, जुन नेपालकै सबैभन्दा प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थलमध्ये एक हो। आजको भिडियोमा हामी मन्दिरको सम्पूर्ण परिसर घुम्नेछौँ, त्यहाँको वातावरण अनुभव गर्नेछौँ, दर्शन गर्नेछौँ र तपाईहरूले यहाँ आउनु अघि जान्नुपर्ने महत्त्वपूर्ण जानकारी पनि दिनेछु। अब लागौँ है त बुढालिङ्गकण्ठ मन्दिरको यात्रातर्फ। यदि तपाईलाई यात्रा, प्रकृति र नयाँ ठाउँहरू अन्वेषण गर्न मनपर्छ भने भिडियो अन्तिमसम्म हेर्नुहोला। अनि यस्तै भिडियोहरूको लागि च्यानललाई सब्स्क्राइब गर्नु र भिडियो मन परे लाइक गर्न नबिर्सिनुहोला। अब हामी बुढालिङ्गकण्ठ मन्दिर पुग्नै लागेका छौँ। मनमा छुट्टै उत्साह छ, किनकि केही छेडमै भगवान विष्णुको मूर्तिको दर्शन गर्ने अवसर मिल्दैछ। यहाँको वातावरण, इतिहास र शान्त अनुभूति आफैमा विशेष मानिन्छ। आउनुहोस् मसँगै बुढालिङ्गकण्ठ मन्दिरको यो सुन्दर यात्रा अनुभव गरौँ। ल है साथीहरू, हामी अहिले बुढालिङ्गकण्ठ मन्दिरको प्रवेशद्वारमा आइपुगेका छौँ। अब सबैभन्दा पहिले बाइक पार्किङमा राखेर मन्दिरतर्फ लागौँ। आज यहाँको दर्शन, वातावरण र इतिहासलाई नजिकबाट अनुभव गर्नेछौँ। आउनुहोस् सँगै यो यात्रा सुरु गरौँ। यदि तपाईहरूलाई यो भिडियो मन परेको छ भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला। यस्तै नेपालका सुन्दर धार्मिक र प्राकृतिक गन्तव्यहरूको यात्रा हेर्न हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। आजको बुढालिङ्गकण्ठ मन्दिरको यात्रा यहीँसम्म। यहाँको शान्त वातावरण, दिव्य शक्ति र सुन्दर अनुभव साँच्चै नै बिर्सिनै नसक्ने क्षण रह्यो। मनमा बस्ने अनुभव भयो। अर्को यात्रामा फेरि भेटौँला। तबसम्मका लागि धन्यवाद। नमस्कार।